Okay, so hi and good morning everyone. Hope you guys are all fine. And म चाहिँ सचिन फेरि पनि आइसक्यो हजुर गाडी नयाँ भ्लग लिएर। अनि आज हामी कहाँ जाँदैछौँ गाइस? हेटौडा। आज हामी हेटौडा जाँदैछौँ। अनि ये चाहिँ किन भन्दाखेरि आज मेरो हेलमेट पनि आइसक्यो। अनि त्यो चाहिँ रक्सोलमा हो। तर अब जस मलाई कस्तो त्यो खुल्दुली भएर के भोलि जानु पनि हुन्थ्यो। तर आज चाहिँ हेटौडा पुगिराख्ने अनि भोलि बिहानै गएर हेलमेट लिन्छु। अनि गाइस यस्तै छ, पानी पर्न लाग्छ। सिजन हेर्नु न यस्तो छ, तर टेन्सन छैन। हामीसँग जेको J6 छ। इट्स अफ रोड किङ फर इभी भनौँ न। अब यो प्लेटफर्मको लागि चाहिँ खत्रै हो भनौँ। त्यही विश्वासमा हिँड्दैछौँ। अब लेट्स सी बाटोमा के हुन्छ। अनि यो भिडियो चाहिँ तपाईँहरूलाई मैले टोटली अब मेरो हेलमेट देखाउनलाई मात्र हो। त्यो पछिको नेक्स्ट म जुन काठमाडौँ आउँछु नि हेटौडाबाट, त्यो चाहिँ प्रपरली म गाडीको रिभ्यू गर्नेवाला छौँ। सो अहिलेलाई चाहिँ अब म हिँडेको बाटोमा कतै केही देखाउला हजुरहरूलाई। सो यसपालि चाहिँ मैले भ्लग त्यस्तो गरेन। यो मेन भ्लग नै हुनेवाला छ कि जस्ट फर हेलमेट। अनि हेटौडा जानुको रिजन चाहिँ श्रेयाको पनि अब कलेज सुरु हुन लाग्छ, प्लस मेरो हेलमेट पनि आएको भएर। सो गाइस त्यस्तै हो है, स्टे ट्युन्ड। अब आज चाहिँ हेलमेटको भ्लग आउनेवाला छ। अब अर्कोचोटि चाहिँ टोटली एउटा जेको J6 को रिभ्यू। अनि देन आइएम प्लानिङ फर पोखरा है त। देखाउन चाहिँ मन छैन होइन। बिचरा हाम्रो दिदी स्ट्रगल चाहिँ रियल छ हाम्रो दिदीको है। के गर्नु, त्यहाँ फुट राख्ने हुँदैन कि त्यो त्यस्तो बेलामा। अनि कस्तो कमेडी देखेर चाहिँ मैले देखाएको हो। अनि अहिले चाहिँ हामी लगभग बल्कु आइपुग्न लाग्यो। अनि माई वाइफ छ श्रेया उता छ। श्रेया ब्रेसेस देखाइदेऊ, सो क्युट है गाइस। ल अहिले चाहिँ हामी अब जान्छौँ। अनि अब हेरौँ, लेट्स सी बाटो अलिअलि खतमै होला। गाइस यस्तो दामी वेदर भएको छ नि अहिले होइन। सिधै एक गाडी पनि देख्दैन हौ एकछिनमा त। दिस इज नेपाल है गाइस, दिस इज नेपाल, फकिङ नेपाल। नेपालको वेदर यो चाहिँ दामी। ल दामी, काठमाडौँ छोडेर आएको यति आनन्द भएको छ नि होइन अहिले। ल गाइस आम इन्जोइङ, तपाईँहरू पनि इन्जोय गरिदिनु होला है। ओके सो हाई एन्ड भेरी गुड मर्निङ टु यु अल। अनि आज चाहिँ गुड मर्निङ फ्रम हेटौडा। अनि मेरो वाइफ यहाँ छ। अनि वी आर गोइङ कहाँ सानो? रक्सोल। यप, वी आर गोइङ रक्सोल। अनि मेरो हेलमेट चाहिँ हिजो छाडेर अस्ति राति आयो भने है, अस्ति राति मेरो हेलमेट आइसकेको छ। सो मलाई चाहिँ अस्ति राति मेसेज आयो कि हेलमेट आयो भनेर। सो कुडन्ट वेट है गाइज। म हिजै हेटौडा आएको हो। हिजो लगभग म कामसम सकाएर 12-1 बजीतिर निस्केँ। अनि त्यस्तै 3, साढे 3, 4 बजीतिर आइपुगेँ।
अनि हिजै रक्सोल आउँ कि भनेर सोचेको थिएँ फेरि आफ्टर 5 बोर्डर पनि क्लोज हुन्छ अनि फेरि लफडा किन गर्नु भनेर सो अहिले चाहिँ हामी रक्सोल जाँदैछौँ अनि हेटौडाबाट हिँडेको 5 मिनट जति हुन लाग्यो सो त्यस्तै हो गाइज आइम रियली एक्साइटेड अनि हजुर पनि एक्साइटेड हुनुहुन्छ होला मेरो न्यू हेलमेटको लागि अनि इट्स सार्क होइन सार्क एरोन जिपी जार्को एडिसन अनि त्यसको चाहिँ एउटा प्रपर मैले अनबक्सिङ नै गर्छु सो लेट्स सी है त गाइज कस्तो हुन्छ आइम रियली एक्साइटेड अब जाँदैछौँ हामी है त यहाँ सोमोटा J6 सही हो अनि मेन चाहिँ गाडीमा मैले नम्बर प्लेट हालेको छैन कि अब बोर्डर के भन्ने हो अब हेरौँ अब जे भने पनि अब रिक्वेस्ट गर्ने है गाइज यस्तो छ है रोड चाहिँ सो सेक्सी म्यान 70-80 त मलाई त के हो र एकदम आनन्द फिल भएको छ ल वेदर सिम सो नाइस पानी पर्ला पर्ला जस्तो छ अनि अब हेरौँ लेट्स सी है त गाइज बोर्डरमा के हुन्छ आई मिन महँगो हेलमेट हो नि त तपाईँको कस्ट मी अराउन्ड 1,40,000 जति ओभरअल पर्यो भनौँ न भन्सारतिर कुरियरको लागि प्राइसतिर अब भन्सार त तिर्नु पऱ्यो भने त अब मेरो झन् गाँड फाट्छ तपाईँ किन भन्दा 1.5 लाख जतिको हेलमेट 1,40,000 50 लाखको हेलमेटलाई भन्सार यदि तिराइदियो भने तपाईँको केही नभने मिनिमम 20,000 यिनीहरूले भन्सार हनाउँछ तर अब लेट्स सी होप फर द बेस्ट अलिअलि मैले 2-3 जना मान्छेहरूलाई कल गरेर हिँडेको छु अनि होप भन्सारतिर नपरोस् किन भन्दा मैले कुरियरलाई 1200 आइसी प्लस अनि त्यो कुरियरको रिसिभ गर्नलाई 500 आइसी तिर्नुपर्छ रक्सोलमा अनि हेलमेट चाहिँ मलाई लगभग 1,32,000 जति पर्यो हो अनि भनौँ न यताउता गर्दाखेरि जस 1,40-45 हुन्छ अनि अहिले चाहिँ हामी जाँदैछौँ अनि जस यस्तै छ चिल छ सो गाइज फाइनली वी आर एट बोर्डर अनि बोर्डर चाहिँ यो रहेछ अनि त्यसमा फर्स्ट टाइम हुन्छ नि रक्सोल बोर्डरमा चाहिँ अनि अब गाडी चाहिँ कहाँ राख्ने हो आई डोन्ट नो यो गेट हो बोर्डर अगाडि अनि ए सो यहाँ चाहिँ वीरगञ्ज भन्सार कार्यालय अगाडि रहेछ म चाहिँ यो चाहिँ तपाईँको गेट हो बोर्डर चाहिँ ऊ त्यति तपाईँको त्यो नमस्ते त्यो ठाउँतिर अब गाडी कहाँ राख्ने भइरहेछ पारी लिएर नजाने भनेर सोचेको मैले लेट्स सी सो गाइज अहिले वाइफ र म चाहिँ रक्सोल बोर्डरमा छौँ अनि हामीले गाडी चाहिँ त्यही पार्किङमा छोडिदिएको अनि त्यसपछि गर्मी लास्ट है अनि यप आज चाहिँ हामी आफ्टर लङ रिक्सा चढेको छौँ अनि मेरो दाइ चाहिँ हामीलाई अब लकपुर स्टेडियमसँगै पुऱ्याइदिनुहुन्छ उहाँले अब त्यस दाइको मेहनत चाहिँ कडा भएको छ दाइले नै चढौँ भनेको सो यस्तो चिजहरूलाई चाहिँ हजुरले पनि हुन्छ नि प्रोत्साहन गरिदिनु होला कि यही चिजहरूलाई अपग्रेड गऱ्यो भने चाहिँ उहाँहरूलाई पनि अब हुन्छ नि एटलिस्ट उहाँहरूको लिभिङ हो कि यो चिजहरू चाहिँ सो तपाईँहरू यसो आयो भने चाहिँ सबभर गाडी अटोभन्दा पनि रिक्सै चढ्नु होला आनन्द छ होइन त मेरो दाइ रिक्सै आनन्द होइन त एकदम चिलमा हुनुहुन्छ सो इन्डियन कस्टम चाहिँ यहाँ हो अब यहाँ चाहिँ अब सायद सुट गर्न दिनु हुँदैन होला है सो गाइज हाम्रो चाहिँ प्र्याङ्क भयो है अब ट्रेन आउँछ भनेको टाइम लाग्छ अरे सो ट्रेनको पट्टी चाहिँ यही रहेछ खतरा रहेछ खतरा ल इन्डिया त यस्तै हो गाइज इन्डिया यस्तै हो इन्डियामा पनि डिपालदेखि डालेँ मैले डिपाल सो गाइज इन्डिया चाहिँ यस्तै हो म हुन चाहिँ म दिल्ली नै पढाएँ हो होइन ब्याचलर्स हुन्छ नि अनि इन्डियाको रियल सिट चाहिँ मैले देखेको छ तर दिस इज अ डिफ्रेन्ट इन्डिया हुन्छ नि त्यो तपाईँको हुन्छ नि अब इन्टु द लोकल्स भनौँ न होइन पनि तपाईँ हेर्न सक्नुहुन्छ अनि भने यहाँ आँप देखेर चाहिँ लोभ लाग्यो यस्तो दामी दामी मालदा आँपहरू पनि होइन सो सिरियस यस्तो दामी दामी हेर्दै रसिलो खाउँ 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 लाग्ने अनि गर्मी चाहिँ साह्रै नै छ अनि हाम्रो दाइ र म अहिले जाँदैछौँ अनि हेरौँ अब लकपुर स्टेडर भन्ने ठाउँमा हो त्यहाँ गएर म हेलमेट रिसिभ गरेपछि हजुरलाई सो गाइज अहिले चाहिँ म हुन्छ नि इन्डियामा छु अनि त्यसपछि मेरो हेलमेट चाहिँ मैले लिइसकेँ डेलिभरी अनि हेलमेटको अब के हुन्छ भने तपाईँको बट्टा चाहिँ अब यहीँ छोड्नु पनि भयो सरी बट्टा किन भन्दा अब तपाईँको यही बट्टाले पनि ल्याङ गर्छ कि त्यो इन्डियन कस्टमले भरे भन्सार लिदियो भने तपाईँको 20-25 एक्स्ट्रा पर्छ अनि यप गाइज हेलमेट चाहिँ आइसकेको छ अनि मैले खोलेको छैन तपाईँहरूसँगै खोल्छु भनेर अनि 5 इयर्स वारेन्टी त्यो बक्स चाहिँ छोड्नु पनि भयो आइम रियली सरी हेलमेटको अलिकति ग्लिम्स तपाईँहरूलाई देखाइदिउँ सो यहाँ छ हेलमेटको ग्लिम्स चाहिँ लास्ट दामी छ ल लास्ट दामी छ सो एनिथिङ है गाइज एनिथिङ जे पनि हजुरलाई अर्डर गर्न मन छ भने चाहिँ सो लेट मी नो अन माई कमेन्ट यहाँ चाहिँ तपाईँको एभ्री लुब्रिकेन्ट ओइल एभ्रिथिङ हुन्छ नि इभन सिधेस मोटुल क्यास्ट्रोल कुलेन्टदेखि लिएर सबै लिक्विड पार्टहरूले चाहिँ तपाईँहरूको होलसेल हो यो सो टेक्स्ट मी अन इन्स्टाग्राम इफ यु वान्ट एनिथिङ अहिलेलाई चाहिँ बाबा होइन त बुढी ल सो गाइज हेलमेट चाहिँ आइसक्यो हाम्रो अनि वी आर रियली एक्साइटेड होइन त बुढी लास्ट खुसी लागिरहेको छ होइन अब हुन्छ नि खास त उहाँले कुरियर बिगनसम्म गरिदिनुहुन्थ्यो तर अब उहाँसँग भेट्न पनि मन थियो मलाई पर्सनली मैले भेटेँ पनि हि वाज रियली ग्रेट गाई गाइज तपाईँहरूले उहाँको पसलदेखि नै हाल्नुभयो इफ एनी वान है तपाईँहरूलाई मोबिलदेखि लिएर केही एनिथिङ लिक्विड चिज जुन चाहिँ बाइकमा युज हुन्छ त्यो चाहिन्छ भने चाहिँ मलाई ऊ गरिदिनु म डाइरेक्टली उहाँसँग कन्ट्याक्ट गराइन्छु बिचमा कमिसन खान खोजेको होइन म डाइरेक्टली उहाँसँग नै कन्ट्याक्ट गराइन्छु अनि यप
मेरो भेन्ट चाहिँ यहाँ छ प्रोटेक्टिभ भएर बसेको छु मेरो बुढीको खुट्टाभन्दा तल अनि हाम्रो दाइले चाहिँ टेन्सनै नलि भन्सारमा म सब हानिदिन्छु भन्न थाल्छु दाइले होइन अब त्यो म फर्स्ट टाइम आउँदा गाई त्यसैले अब ऊ त अब आइरहनु हुन्छ बिजनेस वुमन अब के भन्नु यस्तै है सो गाइज घरमै चाहिँ लास्ट छ डाइरेक्टली तपाईँहरूलाई म गाडीमै भेट्छु बेहोस मात्र हुनुभएको छ है सो गाइज हामी चाहिँ अहिले स्वर्गमा आइसक्यौँ अनि हालेलुया जिस्काएको है गाइज जिस्काएको यस्तो गर्मी भएको थियो है साना तिम्रो के यहाँ मेरो हेर न अम्मा यहाँ ऊ त झन् क्याब स्याब लाएर रहेछ अनि त्यसपछि अब चाहिँ हेलमेट लियो गाइज फाइनली अनि मलाई चाहिँ रिक्साको तपाईँको हुन्छ नि यहाँबाट बजार गएर बजारबाट ल्याइदिएकोमा चाहिँ खास अब त्यस्तै हो 200 लिनुपर्ने हो अनि मैले चाहिँ एक्स्ट्रा 200 दिँदै दाइलाई बिचरा गर्मीमा होइन त्यो माथि कति गाह्रो हुन्छ नि त सो अहिले चाहिँ हामी अहिले एसीमा आइसक्यो यति आनन्द भयो है कसम स्वर्गमा बसे जस्तो भएको छ ल सो अब चाहिँ हामी हेटौडा फर्किन्छौँ अनि डाइरेक्टली तपाईँलाई हेटौडामा गएर अनबक्सिङ भ्लग है त सी यू गाइज बाई बाई भन्दै बुढी बाई बाई सो गाइज अहिले चाहिँ हुन्छ नि फोनमा ब्याट्री पनि थिएन अनि आज गोप्रोबाटै होइन त गोप्रोबाट पनि राम्रै आउँदो रहेछ हिजो अलिअलि टेस्ट गरेको थिएँ मैले गोप्रोबाट हुन्छ नि कस्तो आउँछ गाडीमा कुन पोइन्ट अफ भ्यू चाहिँ बेटर हुन्छ भनेको थियो जस यो भित्रको भ्यू पनि कडै आउँदो रहेछ यसरी पनि प्लस अनि तपाईँको अर्को चाहिँ भनेको अगाडिको भ्यू पनि कडै आउँदो रहेछ कि टाइट त्यसो बेहोरा देख्नुभयो तपाईँहरूले पाउनु है एकैछिन सो अलिकति लफडा होला जस्तो लाग्यो भएर चाहिँ मैले क्यामेरा अफ गरिसकेको थिएँ गाइज किनभने त अफ क्यामेरा त फेरि दिइहाल्ने हो नि त अनि यो आइसक्यो मेरो सर्क अनि हामी चाहिँ अहिले यहाँ रातो मात्रै भन्ने ठाउँमा छौँ है भन्दैछ नि कस्तो दामी देख्छ तिमी आऊ सो हामी पुकी मोमेन्टमा छौँ अहिले है सो के हो अरे आऊ तिमी आऊ सो गाइज अब कपिराइट लाग्छ त्यही भएर एकैछिन त्यो थोरै चाहिँ के लाग्दैन तपाईँको समथिङ 13 सेकेन्डसम्म चाहिँ तपाईँको लाग्दैन भनौँ अनि यही गाडीले हो अघि पेलेको मलाई अहिले पनि आउनु खोजिरहेछ ठिक छ अनि मैले ओभरटेक गर्ने ठाउँ नदिए हो क्या खासमा त्यसलाई दिए भए चाहिँ त्यो निस्किन्थ्यो ओभरटेक गर्ने ठाउँमै मैले नदिए हो अलिअलि यस्तो पेल्नु परिहाल्यो नि हाम्रो कृष्णजी हुनुहुन्छ यहाँ सो गाइज हेलमेट चाहिँ फाइनली आइसकेको छ अनि अहिले चाहिँ हामी हेटौडा आउँछौँ अनि मैले चाहिँ हेलमेट अनबक्स गरेको छैन होइन अब हामी थिङ्किङ अबाउट अनबक्सिङ इट राइट नाउ अनि तपाईँहरूलाई म हेलमेट चाहिँ देखाउँछु यहाँ नजिक है सो दिस गाइज आम रियली एक्साइटेड फर दिस अनि बक्सा चाहिँ तपाईँको अलिकति हुन्छ नि भन्सार समाज छ भनेर चाहिँ मैले बक्सा चाहिँ उतै कम्पनीमै छु सो गाइज यहाँ हो त एकचोटि देखाउँछु म के सामान आएको छ भनेर देखाउँछु है त यो चाहिँ तपाईँको एन्टी फग अनि देन मैले पनि हेरेको छैन है फेरि स्टिकर आएर रहेछ अनि एक्स्ट्रा भाइजर यो चाहिँ म तपाईँलाई खोलेर देखाउँछु है त मेबी यो चाहिँ हुन्छ नि ब्ल्याक भाइजर हुनसक्छ है त लभली सो यप ब्ल्याक भाइजरै रहेछ है यसलाई चाहिँ यहाँ राखिदिउँ यो चाहिँ कभर यहाँ छ सो फाइनली है गाइज फाइनली यप द हेलमेट इज हियर है स्टार्ट जाको जिपी रेस होइन एरोन जिपी भन्छ यसलाई चाहिँ सो लेट मी अनबक्स दिस है त यहाँ नजिक यो हुन्छ नि एकदम महँगै हेलमेट हो कि तपाईँको अनि कलर चाहिँ एकदम मन परायो भएर हो सो यप 3, 2, 1 go सो यप दिस इज द हेलमेट गाइज टेल द फोन सो या तपाईँहरूलाई म देखाउँछु है सो सी द कलर्स अति नै दामी छ अनि यप सो दिस भेरी नाइस है गाइज भेरी नाइस अति नै दामी छ अनि देन लेट्स सी द प्याडिङ सो नाइस अति नै अमेजिङ छ प्याडिङहरू पनि अनि यप इट कस्ट मी अराउन्ड 1,45,000 अनि भन्सार संसार यता गऱ्यो 1.5 लाख जति छोयो अनि अब चाहिँ कतिखेर बाइकमा चढाउँ जस्तो भएको छ अनि मेरो एचआरसीको एडिसनलाई पनि एकदमै पर्फेक्ट सुट भयो भएर चाहिँ मैले यो लिएको हो अनि यहाँ दुईजना चाहिँ उभिरहेछ मैले सुट गरायो भएर सो यप अति नै दामी छ ल सो गाइज यसभित्र चाहिँ यो के आएर चाहिँ यो
यो फिल्टरहरू पनि आएको रहेछ। यो चाहिँ तपाईँको माउथ फिल्टर हो जुनले चाहिँ तपाईँको हुन्छ नि बाहिरी एयर भित्र सास लिँदाखेरि यो चाहिँ फिल्टर हो कि हजुरको। अनि अब यो चाहिँ अनबक्स चाहिँ आज फाइनली गरियो। अनि अब लाएर हिँड्न त अब काठमाडौँ नै जानुपर्छ बिकज मैले बाइक लिएर आएको छैन। अनि सबसे मन पराएको चाहिँ यो अनफिनिस्ड हन्ट। अनि यहाँ सिधस दिस इज एरोन जिबी चाहिँ किन भनेको भन्दाखेरि यो प्लेनको जस्तो हुन्छ कि हजुरको यो साइडमा सिधस दिस सो अति दामी छ हेलमेट चाहिँ अति नै दामी छ ल है त। सो हामी चाहिँ यहाँ छौँ अनि अब आजलाई चाहिँ यति नै गाइस माया देखाइदिनु होला सपोर्ट गरिदिनु होला। फेरि पनि अब काठमाडौँ गएर दामी भ्लग ल्याउने छु। अहिलेको लागि चाहिँ बाई बाई हास्ता ल बिस्ता।